आज 2083 सालको साउन 1 गते अब हाम्रो परम्परागत अनुसार लुतो त फाल्नै पर्यो। खालै पनि नआए पनि अहिले अब लुतो कसले हो आउँछ र कसैले छैन होइन लुतो नआए पनि लुतो त फाले जस्तो त गर्नु पर्यो नि होइन। अब त्यो पहिलादेखि हाम्रो पुर्खादेखि नै बाजे जुजु बराजुदेखि नै चलिआएको यो नियमलाई चाहिँ हल्का फुल्का सबै नियम नमाने पनि कुनै कुनै नियमहरू चाहिँ मान्नुपर्छ। यहाँ लामाहरू बस्ने ठाउँ यहाँ चाहिँ एकदम व्यवस्थित छ जे होस् राम्रो छ। पहिला चाहिँ यस्तो थिएन। पहिला उता पर डाँडातिर यहाँ डाँडातिर थियो पानी पर्दा पनि लास्टै झ्याउ है बोकेर लानलाई वहाँ चिप्लो यस्तो रातो माटोमा चिप्लेर डर लाग्दो हुन्थ्यो। अहिले चाहिँ बाटो छेउमा यहाँ त ठेला पनि आउँछ हो गाडीमा हालेर ल्याए नि हुन्छ। ठेलामा बुढाएर ल्याए पनि हुन्छ। यहाँ त मजाको छ यहाँ च्याट्ट बस्ने ठाउँ। पानी पर्यो हुरी बतास आए पनि टेन्सन हुँदैन। अहिले चाहिँ मान्छे जतिखेर मरे पनि हुन्छ नो प्रब्लम। कमीना निक्ला साला एकदम आनन्द छ जे होस्। यहाँ हाम्रो माथि दाइले बनाउनु भएको यो दाइको पहलमा चाहिँ यो सम्पन्न भएको हो। यहाँ माथि हाम्रो सम्धि दाइ उहाँलाई धेरै धेरै धन्यवाद। यो चाहिँ पहिला उहाँ डाँडामा थियो यो मलामी बस्ने ठाउँ त्यसलाई जुरुक्क उचालेर ल्याएर यहाँ गाडेको। यो भित्र चाहिँ अब यो घामले पानीले नभिज्ने भएर धमिरोले चाहिँ यहाँ धमिरो निकै बाटो छ नि। धमिरोले चाहिँ त्यो के भन्ने चाहिँ त्यो काँडा भएको चाहिँ के खोजिरहेछ खोज्दा पाउँदैन। यो एरियामा पाउँदैन जहाँसम्म लाग्छ। यो एरियामा हामी सबै घुमिसकेको छ पहिला पनि होइन। त्यो पाउने मैले यहाँ देखेको छैन सायद पाउँदैन होला। पाएन भने अब त्यो नभए पनि हुन्छ काम चल्छ। तरकारी भएन भने अचारसँग भात खाइन्छ भने जस्तै हो। त्यो नभए पनि चल्छ केही हुँदैन। अरे खाऊ न दबा क्या। पहिला हामी सानो हुँदाखेरि चाहिँ गोठालो जान्थ्यो गोठालोबाट नै लिएर आउँथ्यो अनि के ल्याउँथ्यो अब के थाहा त्यतिखेर त अब सानो थियो हामी बुढाहरू थियो अनि रमाइलो हुन्थ्यो त्यतिखेर त आम्मामा साउन्डसँग त्यो आयो भने चित्त हामीले त पुरै एक भारी नै ल्याएर गोठ बनाएर अनि त्यो मुनि आगो सल्काएर दुटु अब चामलको भात खानलाई नि साउन्ड सङ्क्रान्ति माघे सङ्क्रान्ति दसैँ तिहार त आउनु पर्थ्यो। चामलको भात खानुपर्छ भनेरै रमाउँथ्यो हामी त त्यतिखेर कहीँ त्यतिखेर त पुरै ढेँडो हो ढेँडो जतिखेर अनि के साउन सङ्क्रान्ति माघे सङ्क्रान्ति दसैँ तिहार पाहुनाहरू आउनुपर्ने अनि त्यही भात खानुपर्छ भनेर रमाएर बिहानदेखि हामीले स्याउले सिउली पुरै जोगाड गरेर एउटा त्यो बाँदर हेर्ने जस्तो टावर जस्तै बनाइदिन्थ्यो त त्यतिखेर त। अनि च्याट्ट त्यो उबालेर आगो सल्काएर मुनिपट्टि यत्रो अगुल्टो खुट्टाहरू सल्काएर अनि यस्तो टाङ मुनिबाट यताउति गर्दै 12 महिनाको कि 12 वर्षको लुचलाई चाहिँ उसिदो भन्थ्यो अनि फालिदिन्थ्यो। नै चिलेर लडेर नि त्यसका बाजे। अनि यो जङ्गल चाहिँ खतरा जङ्गल हो। यो फेरि यो सबै एरिया चाहिँ हाम्रो श्री कालिका हरियाली सामुदायिक वन उपभोक्ता समितिको एरिया हो। यो एकदम राम्रो ठाउँ छ। यहाँ चाहिँ यो महेन्द्र हाइवेबाट एकदमै नजिकै होइन। कहिलेकाहीँ यताउति टाढा यात्रा गर्नेहरू चाहिँ त्यहाँनिर ठ्याक्क मोटरसाइकल केही यतै आउँछ मोटरसाइकल कारहरू त यहीँभित्र आउँछ। अहिले त्यहाँ बर्खा भएर चाहिँ यो वर्षायाम भएर चाहिँ के भन्छ अरे त्यो बाटो छिर्ने ठाउँ बाटो जस्तो नदेखेर मात्र त्यो बाटो ठुलै छ। एसएन हाइवे जत्रै बाटो चाहिँ यहाँभित्र छिरेर ट्याक्क आराम गरेर मजासँग यहाँको फ्रेस हावा लिन सकिन्छ वातावरण अवलोकन गर्न सकिन्छ। स्याउलाई भेट्यो सबै भेटेन। यहाँले यस्तो झाडीतिर हिँडेको छ अहिले जुवाले टोक्छ अनि यहाँतिर त जुगा आउँछ त अनि यो लाप्चे हो कि के चाहिँ भेटेन है। मैले यहाँ खोजिरहेछ यो भिडियोमा चाहिँ खोजिरहेछ मैले चाहिँ होइन यहाँ तल चाहिँ होइन। अहिले चाहिँ हामी लुतो फाल्नलाई तयारी गर्दैछ। यहाँ डुना यस्तोमा भात तरकारी हालेर बेसार सेसार के हालेर उता बाटोमा लगेर दिनुपर्छ। यहाँनिर यो आगो बालेको छ। अब त्यो स्याउलाहरू चाहिँ त्यसमा डढाउनुपर्छ। यो पातलाई पनि यसरी उल्टो गरेर चाहिँ
सिलाउनु पर्ने हुन्छ एक साइडमा। यसमा चाहिँ भात तरकारी बेसार अनि एउटा आगो टक्क राखेर चाहिँ त्यो दो बाटोमा दुईवटा यसरी दुईवटा गरेर यस्तै दुईवटा गरेर चाहिँ राख्नुपर्ने हुन्छ। अब सबै त्यहाँ रेडी हुँदैछ। यसरी भात तरकारी बेसार मासु हाल्थ्यो क्या अब मान्छे मासु पकाउने ठाउँमा मासु हाल्छ है। यहाँ हाम्रोमा चाहिँ मासु छैन। यहाँनिर दुई दो बाटोलाई अलि उता पानी त पानी बोतल लिएर छुस गरेर पानी लिएर न बोतल बुधलाई ल लैजाऊ। अब यो तिम्रो दशग्राह सबै लुतो सुतो के दाग साग यताउति छ भने जान्छ यो चाहिँ त्यहाँ ओह्रालोमा लगाएर ठ्याक्क राखेर यता आइज यसरी त्यहाँ राख्ने अनि एउटा यता अलि उता आइज चुप लाग चुप यसरी यहाँ यो सबै यो चाहिँ के भन्छ अरे यो स्याउला सिउलीहरू यहाँ चाहिँ डढाएर खोइ त लुतो हाल्ने। अनि त्यसपछि नाङ्लो बजाउनु पनि खोइ त यहाँ हाम्रो नाङ्लै छैन यहाँ के बजाउनु पनि। यसरी अब दशग्राह सबै के अरे लुतो सबै भागोस् भनेर चाहिँ यो जलाएको भागिसियो। अब तरिकाले लुतो फालेको अवस्था यो सक्यो। अब यो साल 83 सालको लुतो फाल्ने कार्यक्रम चाहिँ सक्यो। नमरी बा चाहिँ कालाली सा चाहिँ अर्को साल चाहिँ फेरि एकदम धुमधामसँग चाहिँ फाल्नु पर्ला योभन्दा नि तगडा तरिकाले।